परब्रह्म परमात्मा मध्य राष्ट्र वृन्दावन सहजका कालमा चलिरहेको छ। यमुना नदीका सर्वत्र गरी बगिरहेकी छिन्। बडो आनन्दै आनन्द छ वृन्दावनमा। शुक्ल पक्षको चन्द्रमा बस्तीकोले गायन बनाउन सक्छ। मधुर मुक्त स्वरलाई सुनेर गोपीहरू पनि मुक्त भएर यहाँ वृन्दावनमा आउँछन् र बडो प्रेम भावका साथ भजन गर्छन्। भगवानले सोध्नुहुन्छ गोपीजनहरूलाई नारीहरू भएर जस्तो राति समयमा आएका हो भनेर भगवानले सोध्नुहुन्छ। अनि स्वामी प्रभु हाम्रो अहिले त्यस्तो सोच हुँदा हाम्रो त केही पनि दिमागले काम गरेको छैन। यो हजुरको रूप र सौन्दर्य बाहेक अरू दिएको छैन। हामी मन्त्रमुक्त भएका छौँ आफूदेखि भनेर गोपीहरूले भनेपछि छिटै छ तिनीहरू
यस्तो रातमा आयो अब रास रचाउनेछु अब हामी रास विदा गर्नेछौँ भगवानले भन्नुहुन्छ। यताबाट यसो भनिसकेपछि भगवानले फेरि पुरा सम्झाउनुहुन्छ तिमीहरूका छोरा छोरी श्रीमान श्रीमतीलाई छोडेर यस्तो अरण्य जङ्गलमा यस्तो वृन्दावनमा यस्तो मध्यरातमा तिमी आएका छौ। आफ्नो घर परिवार यस्तो मध्यरातमा किन आयो? फेरि म एउटा छोरा मान्छे कसैकी गोहरी कसैकी छोरी कसैकी चिरी सोच्नेले नराम्रो सोचिदिएपछि गल्ती बिनाको सजाय पनि भोग्नु पर्दछ। किन आएको तिमी? किन आएको? हेर म एकजनाले गर्दा हे गोपिनी हो तिमीहरूलाई समेत असर नपरोस् त्यसैले भनेको भन्छु भने जाऊ आफ्नो आफ्नो घरमा यस्तो अँधेरी रात छ यस्तो जङ्गलमा मात्रै हुन्छ। तिमीहरूलाई कति पनि डर लागेर यहाँसम्म आउनु। यताबाट गोपीहरू भन्छन् प्रभु हाम्रो जिउँदैभरि पनि हजुर नै हो बसिन्छ। हाम्रो आलो छ प्रभु हजुर नै हो बसिन्छ। हाम्रो श्रीमान भने पनि हजुर प्राणनाथै हजुर छोरा छोरी भने पनि हजुर नै हो बसिन्छ। हामी हजुरको सहारा बिना हामी कहाँ जाने? हजुरको जुन मधुरमय जुन वीणाको बाणी हो सुमधुर आवाज हो त्यसले गर्दाखेरि हामीलाई जान मन लाग्दैन। हाम्रो सबै भनेको हजुर नै हो। हामी आफ्नो घरतर्फ लाग्दैन। भनेपछि मेरो मायाले गर्दा यहाँसम्म यति आयो। त्यसो हो भने तिमीहरू मसँग यही चाहन्छौ मसँग रमाइलो गर्न चाहन्छौ। रमाइलो गरौँ आजको रात मेरो सबै रमाइलो तिमीहरूसँगै बित्ने नाच्दै जान्छ। बजायो
यतापट्टि गोपिनीहरू भयो देख्यौ कता गयो मेरो श्रीकृष्ण मेरो प्रभु परमात्मा अनि सारा वृन्दावन भएका बोध वृक्ष जड चेतन पत्थर सबैलाई यतापट्टि यसो गोपिनीहरूले सोध्छन् त राधालाई पनि लिएर जानुभएछ भनेर सोध्छन् तर राधा चाहिँ अलि अगाडि जान्छन् तर राधालाई पनि त्यही छोडेर राखेर अन्तर्ध्यान हुँदैको रहेछ त्यसै किसिमले हो हाम्रो तिमीलाई चाहिँ भगवान लिएर जानुभयो तिमी सबैभन्दा प्यारी रहेछौ भनेको त तिमीलाई पनि भगवानले छोडिदिनु भएको रहेछ भनेर बडो सबै मिलेर भगवानको खोजी गर्छन् जडलाई सोध्छन् पत्थरलाई खोज्छन् अनि सोध्छन् मेरो बाला कृष्णलाई यो सुनेली राख्दैमा तिम्रो घर गाउँमा मेरो बाला कृष्णलाई यो सुनेली राख्दैमा तिम्रो घर गाउँमा मेरो बाला कृष्णलाई यो सुनेली राख्दैमा तिम्रो घर गाउँमा गोपिनीहरू भयो करुणा भावले भन्छन् कतै त्यो श्रीकृष्णलाई त भेट्दैनौ कतै हाम्रो प्राण प्रिय श्री नै हेर्नु त यस्तो रात्रिमा ल्याएर हामीलाई यस्तो गराएर आज छोडेर गएको छ आज भारी छ हेर त्यो श्री नै कस्तो रहेछ बडो आँखाभरि आँसु निकालेका छन् बोध वृक्षलाई सोध्छन् हे बोध वृक्ष हे अशुद्ध वृक्ष तिमीले हाम्रो परब्रह्म परमात्मा श्रीकृष्णलाई देखेका छौ कि भन्दैौ न कहाँ गएका छन् हाम्रो प्राण प्रिय श्रीकृष्ण श्रीकृष्ण भगवान